नमस्कार साथीहरू, आजको यस भिडियोमा हजुरहरूलाई स्वागत छ। आजको यस भिडियोमा चाहिँ विगतका परीक्षामा सोधेका प्रश्नहरू लिएर आएको छु। मैले निजामती सेवालाई खास गरेर सोधिएको प्रश्नहरू रहेका छन्। यहाँ पहिलो प्रश्न रहेको छ, नेपालको कति प्रतिशत भूभागलाई कृषियोग्य भूमिको रूपमा लिइन्छ? यसमा थुप्रै 4वटा अप्सनहरू रहेका छन्, जसमध्ये राइट अप्सन रहेको छ 17.79%। नेपालको चाहिँ लगभग 17.79% भूभागलाई कृषियोग्य भूमिका रूपमा लिइन्छ। त्यस्तै गरी दोस्रो प्रश्न हाम्रो यस प्रकार रहेको छ, श्रमशक्ति सर्वेक्षण 2065-66 अनुसार नेपालको कुल श्रमशक्तिको कति प्रतिशत जनसङ्ख्या कृषिमा आधारित छ? यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ए 50.4%। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, नेपालमा सबैभन्दा बढी उत्पादन हुने बालीदेखि कम उत्पादन हुने बालीलाई क्रम मिलाएर राख्दा तलका मध्ये कुन चाहिँ हुन्छ? यसको राइट एन्सर रहेको छ धान, मकै, गहुँ, कोदो, जसलाई इङ्ग्लिसमा हुन्छ पेडी, मेजी, व्हिट एन्ड मिलेट। त्यस्तै गरी चौथो प्रश्न रहेको छ, जोडा मिलाउनुहोस् र कोडबाट सही छान्नुहोस्। यसमा चाहिँ धान, मकै, जुनार, जुट, त्यस्तै गरी दिगो चितवन, झापा, मुरान, सिन्धुली है।